आजको मण्डलीमा अन्य भाषाबारे विविध सिद्धान्तहरू पाइन्छ र आराधनाको समयमा फेरि सबै एकैसाथ बोल्छन्। के यो सही हो? अचेल त मण्डलीमा अन्य भाषाबारे तथाकथित सिद्धान्तहरू सिकाइन्छ भने जोसले भरिएकाहरूले वातावरण नै खलबल हुने गरी बोल्दै बस्छन्। अनि यस्तै गतिविधि त्यस समयको कोरिन्थको मण्डलीमा पनि पक्कै थियो, जसलाई पावलले सम्बोधन गर्नु पर्यो। मलाई यस्तो लाग्छ कि पावललाई यस वरदानबारे राम्रो जानकारी थियो। त्यसैले पनि उनले भन्न सके कि त्यहाँका मानिसहरूभन्दा उनी नै बढी अन्य भाषामा बोल्छन्। अन्य भाषाबारे धेरै उग्र शिक्षा बाइबलमा पनि कतै सिकाइएको छैन। अब शैतानले पनि नबुझ्ने भाषा र एकदमै ठूलो शक्तिको रूपमा यसलाई चिनाइन्छ, जुन कता कता बाइबलको दायराबाट पर गएको लाग्छ। अक्सर यस्ता शिक्षाहरू बाइबल अनुसार नभएर एक व्यक्तिको नितान्त अनुभवमाथि पनि आधारित रहेको हुन्छ। यद्यपि अन्य भाषालाई कुनै तान्त्रिक शक्तिको रूपमा हेर्ने र त्यसरी प्रयोग गर्ने मानसिकताको जोखिमबाट चाहिँ हामी जोगिनु निकै आवश्यक छ।